2026 मा कुन स्किल सिक्दाखेरि बेस्ट हुन सक्छ त है? जुन अहिले एआई पनि आएको छ, एआईले पनि रिप्लेस गर्न नसकोस् अनि तपाईँले पनि आफ्नो लाइफलाई न्यू तरिकाले इन्हान्स गर्न सक्नुभयो, तपाईँले पनि आफ्नो लाइफलाई नयाँ तरिकाले इम्प्रुभ गर्न सक्नुहुन्छ। कुन स्किल हुनसक्छ त्यो स्किल? त्यो स्किल भनेको कन्सिस्टेन्सी। तपाईँले कुनै पनि काम सिक्नुहुन्छ नि, जब त्यो काममा तपाईँले कन्सिस्टेन्सी दिन सक्नुहुन्छ भने त्यो स्किललाई तपाईँको लागि बेस्ट स्किल हो, जुन स्किलले तपाईँको जीवनमा एउटा नयाँ पर्सेप्सन दिन्छ, नयाँ आइडेन्टिटी दिन्छ, नयाँ एक्सपिरियन्स पनि दिन सक्छ र तपाईँकै त्यही स्किलले तपाईँको जीवनलाई जहाँ लयो त्यहाँसम्म पुर्याउन सक्छ। र मैले 2026 मा के सिक्दैछु त म त्यसको बारेमा तपाईँहरूको बिचमा सेयर गर्दैछु है त। 2026 मा मैले सिक्नै पर्ने स्किललाई जो मैले सिक्न खोजेको स्किल छ एउटा कन्टेन्ट क्रिएटर, कन्टेन्ट क्रिएसन। किनकि मलाई कन्टेन्ट क्रिएसनमा रुचि यति धेरै छ कि यो कन्टेन्ट क्रिएसन भनेको एउटा त्यस्तो जर्नी हो जुन जर्नीबाट मैले पर्सनल ब्रान्डिङ, मैले कुनै पनि मेरो आफ्नो प्रोडक्टलाई बिक्री गर्न सक्छु, मैले आफ्नो जीवनमा जस्तो चाह्यो त्यस्तै व्यक्तिसँग म कनेक्ट हुन सक्छु। नम्बर 4 म एउटा त्यस्तो इन्भाइरोमेन्ट क्रिएट गर्न सक्छु जुन इन्भाइरोमेन्ट म साँच्चै नै आफ्नो जीवनमा अट्र्याक्टिभ गर्न चाहन्छु कन्टेन्ट क्रिएसनको जर्नीबाट। अनि म चाहन्छु अर्को भिडियो एडिटिङ जर्नी। किनकि म भिडियो एडिटिङ जर्नी किन गर्न चाहन्छु भन्दाखेरि मैले हरेक एकदम जटिल लाग्ने विषयलाई मैले सिम्पल तरिकाले कसरी भिडियो एडिटिङको थ्रुबाट देखाउन सक्छु त व्यक्तिहरूसम्म पुर्याउन सक्छु। किनकि म साइकोलोजीलाई लिएर अघि हिँडिरहेको छु र साइकोलोजीलाई अघि लिएर हिँड्ने बेलामा विभिन्न खालको कम्प्लेक्स चिजहरू हुन्छ, कम्प्लेक्स कन्टेन्ट हुन्छ र कम्प्लेक्स कन्टेन्टलाई कसरी मैले एकदम नर्मल तरिकाले बनाउन सक्छु, जो एउटा 5 वर्षको बच्चाले पनि बुझोस् र 60 वर्षको एउटा वृद्धले पनि बुझोस्। त्यो कम्प्लेक्स कन्टेन्टलाई सिम्पल कसरी गर्न सकिन्छ त त्यसको लागि पनि म भिडियो बनाउँदा गइरहेको छु। त्यसको लागि पनि मलाई भिडियो एडिटिङलाई मलाई आवश्यक छ, त्यसको लागि म भिडियो एडिटिङ गर्न जाँदैछु होइन। साँच्चै नै भिडियो एडिटिङ पनि म सिक्दैछु, दाभिन्ची रिसोल्भदेखि सिकिरहेको छु। मलाई क्यापकटमा राम्रोसँग भिडियो एडिट गर्न आउँछ। क्यापकटमा मैले कुन तरिकालाई कसरी युज गर्ने राम्रोसँग बुझेको छु, त्यसलाई युज पनि गरेको छु। क्यापकटमा मैले राम्रोसँग काम गर्छु, मैले अलाइट मोसनमा पनि काम गर्छु। तर मलाई दाभिन्ची रिजल्ट्स भनेको एकदम युज र यो भनेको मलाई एकदम अहिले गाह्रो लागिरहेको सब्जेक्ट छ होइन। किनकि दाभिन्ची रिजल्ट र मैले जति कुरा सिकिरहेको छु 21 घन्टाको जुन यो प्रोग्राम छ, 21 घन्टाको प्रोग्राम साँच्चै नै मेरो लागि चाहिँ एकदम कता एकदम गाह्रो पनि फिल गरिरहेको छ कि एकैपटकमा मैले सिकिरहेको छैन त्यसलाई होइन। किनकि त्यो मेन्टरले पनि धेरै कोसिस गरेर उसले गरिरहेको छ, भिडियो बनाएको छ र त्यो भिडियोलाई मैले एकैपटक बुझ्न सकेको छैन। त्यो कामको व्यस्तताको कारण पनि हो होइन। अनि त्यसमा मैले म्याराथनलाई पनि एड गरिरहेको छु, त्यो कुराले पनि एकदम थोरै गाह्रो चाहिँ गरिरहेको छ। अनि अहिले म सिक्दैछु त्यसलाई कसरी युज गर्न सकिन्छ, कुन तरिकाले युज गर्न सकिन्छ र कसरी जुन भिडियो एडिटिङको जर्नीलाई एउटा बेस्ट वेमा लैजान सकिन्छ भनेर होइन। र त्यसमा मैले काम पनि गरिरहेको छु। अब मेरो चाहिँ पर्पज हुन्छ कि 2026 मा धेरै नभए पनि 3 देखि 4 वटा क्लाइन्टसँग काम पनि गर्ने होइन। किनकि जब म क्लाइन्टहरूसँग काम गर्छु त्यसपछि मलाई अझ धेरै एक्सप्लोर गर्नेको मौका मिल्छ र कुन तरिकाले कसरी युज गर्ने त्यसको बारेमा पनि मौका मिल्छ होइन। त्यसको लागि मैले ठुलै प्रोजेक्टमा काम गर्नुपर्छ भन्ने छैन। सानो कामबाट पनि मैले स्टार्ट गर्न सक्छु होइन, क्लाइन्टसँग काम गर्न सक्छु र यसले मलाई चाहिँ एउटा न्यू एबिलिटी दिन्छ कि कसरी यसलाई मैले युज गर्न सक्छु भनेर। र मलाई चाहिँ के लागिरहेको छ भन्दाखेरि मलाई एउटा पर्फेक्टिजम होइन, मलाई पर्फेक्सन नै चाहिन्छ भन्ने कुरा एउटा यसले चाहिँ मलाई दुःख दिइरहेको छ है। मलाई यो पर्फेक्ट नै चाहिन्छ, यो मलाई पर्फेक्ट हुनुपर्छ भन्ने टपिकले चाहिँ मलाई हल्का दुःख दिइरहेको छ। र यो पर्फेक्टमको बाहिरबाट म बाहिर आउनुपर्ने हुन्छ र यसलाई म नर्मलाइज गर्नुपर्ने हुन्छ र यसलाई मैले एनएलपीको युजबाट म बाहिर आउँछु पक्कै पनि मलाई थाहा छ होइन। जो अहिले म बोलिरहेको छु मलाई क्यामेराको अघि बोल्न चाहिँ डर लागेको छैन अहिले, क्यामेराको अघि म स्याही छैन। तर म भनेको साई कहाँ हुन्छु भन्दाखेरि जब मलाई कुनै खालको मलाई टपिक हुँदैन, मलाई न्यू टपिकमा बोल्नुपर्ने हुन्छ, त्यति बेला मलाई साई हुन्छु। वास्तवमै कुनै व्यक्ति साई हुन्छ किनकि उसलाई त्यो टपिकको बारेमा थाहा नै हुँदैन। यदि कुनै पनि व्यक्तिलाई अब तिम्रो पर्सनल डेभलपमेन्ट भन्दा बाहिरको टपिक दियो भने ऊ पर्सनल डेभलपको व्यक्ति होइन, तर उसले दियो भने ऊ पनि आरामसँग एन्सियस हुन्छ कि कसरी उसले सुरुवात गर्ने भनेर होइन। त्यही तरिकाले मैले पनि त्यो कुरालाई बुझिरहेको छु र यो कुरालाई कसरी गर्न सकिन्छ भनेर सोचिरहेको पनि रहेको छु र यो कुराले मलाई पनि फाइदा उठाउँछ भन्ने मलाई थाहा छ। र मैले अब चाहिँ आफ्नो फेसियल एक्सप्रेसनलाई पनि हेर्ने गर्छु, कुन तरिकाले मैले कुन तरिकाको बाटोलाई कसरी हेर्छ भन्ने त्यो कुरालाई पनि बुझ्नुपर्ने हुन्छ। जब मैले सबै कुरालाई मैले बुझ्छु त्यसपछि यसलाई एउटा न्यू पर्सेप्सन लिएर आउँछ, जुन पर्सेप्सनमाथि मैले काम गर्दाखेरि एउटा न्यू आइडेन्टिटी क्रिएट गर्न सक्छु। र 2026 को मेरो सबैभन्दा ठुलो गोल भनेको मेरो एउटा आइडेन्टिटी क्रिएट गर्ने, एउटा बेस्ट कन्टेन्ट क्रिएटर बन्ने, जो एउटा सेल्फ ग्रोथमा साइकोलोजीमा र सेल्फ ग्रोथमा एउटा बेस्ट अचिभरको रूपमा काम गर्न सकोस्। अनि म यसमा न्यू पर्सेप्सन कसरी बिल्डअप गर्न सक्छु यसमा काम गर्छु है त।